नमस्ते साथीहरु, सन्चै हुनुहुन्छ भन्ने आशाका साथ आज फेरि नयाँ भिडियो लिएर आएको छु। आज चाहिँ नानीहरु स्कुलबाट आइसकेपछि के खाजा बनाएर खाने होला भनेर सोचिरहेको थिए। त्यसै बेला नानीहरु पनि स्कुलबाट आए अनि त्यसपछिबाट नानीले भने मामु धेरै दिन भयो चटपटी बनाएर नखाएको, आज गिलो चटपटी बनाएर खाम न भनेर भनिन्। ल ठिकै छैन त, त्यसो भए अब हामीले चाहिँ आज गिलो चटपटी बनाएर खाने सोच बनायौँ। ल साथीहरु, आज चटपटी बनाउने सामग्रीहरु चाहिँ घरमा धेरै जसो नै थिए। त्यसपछिबाट चाउचाउ चाहिँ थिएन। ल जाउँ न त चाउचाउ लिएर आऊ पसलबाट भनेर नानीलाई मैले चाहिँ चाउचाउ लिन पठाएँ। अनि चाउचाउ लिँदै फुर्किँदै मामु मैले चाउचाउ ल्याएँ भन्दै नानीले लिएर आइन्। अनि त्यसपछिबाट चाहिँ अनि प्याज, काँक्रा, हरियो खोर्सानी, टमाटरहरू चाहिँ हामीले लस्कौरै काट्न थाल्यौँ साथीहरु। त्यसपछिबाट गेडागुडीहरू पनि भिजाएर राखेको थिएँ हैन, त्यो सबै हाल्यौँ। अनि आलु पनि थियो, अनि आलु चाहिँ बिहानै उसिनेर राखेको थियो। अनि आलु चाहिँ मामु म आलु छिल्छु भनेर भनी नानीले। अनि ठिकै छ ल छिल भनेर नानीले आलु छिलेर काटकुट पारेर सबै हाल्यौँ। अनि सस पनि बनाएको थियौँ गिलो चटपटीको लागि। अनि सबै मिक्स गरेर चाहिँ हामीले घोल्यौँ। अनि नानीहरूलाई प्लेटमा राखिदिएँ मैले चाहिँ। अनि त्यसपछिबाट ल खाऊ मामु छिटो रेडी भएन, दिनु न छिटो, मुखबाट पानी आइसक्यो भनेर भने। अनि मैले नि चाखेँ हैन, लास्टै साँच्चै कस्तो मिठो भएछ। अनि नानीहरूलाई नि त्यो वाउ मामु कस्तो मिठो भयो, पसलको भन्दा पनि मिठो भयो भन्दै नानीहरू खाँदैछन् साथीहरू।